guys, welcome back to my channel. तपाईहरु सबैजनालाई मेरोबाट ह्यापी दिवाली अनि आजको मेरो नयाँ ब्लगमा तपाईहरु सबैजनालाई वेलकम छ। र गाइस आज चाहिँ मैले एकैचोटी स्टार्ट गर्दैछु मन्दिर बनाउनुदेखि, किनभने दिउँसो चाहिँ अलिक बिजी थिए, सो त्यही भएर मैले दिउँसो ब्लग बनाउन पाइनँ, त्यही भएर अहिले गर्दैछु। सो मेरो दिवालीको ब्लग हेर्नुस् होला, त्यतिन्जेलसम्म स्टे ट्युन गाइस। अहिले चाहिँ यहाँ चाहिँ मन्दिर बनाउँदैछ, दिदीले मन्दिर बनाउँदैछ अनि मैले चाहिँ काम गर्नुपर्छ भनेर पहिला मेहन्दी मेहन्दी क्या केरेकिना। सो दिदीलाई चाहिँ तपाईँहरूले बोलाउन सक्नुहुन्छ, कसको घरमा मन्दिर जस्ट किडिङ गाइस। सो हामीले मन्दिर चाहिँ यहाँ बनाएको, पहिला पालि चाहिँ उतापट्टि यता साइड बनाएको थियौँ, यो फ्रिज थिएन, अन्त यहाँ मन्दिर थियो, त्यसकै मुनिपट्टि बनाएको थियौँ। सो गाइस अहिले भेटौँ, रुमहरू बनिसकेर रुमहरू सबै मेन्टेन भइसकेर है, अहिले त चाहिँ धेरै भइरहेको छ। अनि यो लाइट चाहिँ मैले लगाएको गाइस। अब दिया बारेर देखाउँछु है, त्यो बाल्छु म यहाँ तपाईँलाई। हामी पनि रेडी हुने हैन। सो गाइस मैले रङ्गोली बनाएको छु, रङ्गोलीमा चाहिँ अब मजाक नउडाइदिनुहोस् है, मेरो रङ्गोली कस्तो लाग्छ। फर्स्ट टाइम बनाएको, पहिलाको पालि पनि दिवालीमा चाहिँ मैले त्यतिकै बनाएको थिएँ कि त्यो चाहिँ भएन, नानीले फेरि अर्को बनाएको थियो नि त, यो पालि चाहिँ मैले जान्दिनँ बनाएको। अब चाहिँ म रेडी हुनु आँटेको अनि रेडी भएर भेटौँ गाइस। म चाहिँ रेडी भइसकिसकेँ, अब म चाहिँ दियो जलाउँछु बाहिर गएर, हेर्नुहोस्।
बेच्छ जस्तो उयो बङ्गाली कम गर्दा आरतीको थाली खै हामी नेनाजियाको घरमा आएको छौँ गाइस भैलेनी खेल्नु अन्त यहाँ चाहिँ नेनाजियाको मन्दिर यहाँ चाहिँ आन्टी नेनाजियाको छेउमा यो नेनाजिया चाहिँ माथि गइरहेको छ अब नेनाजिया आइकन भेटौँ बाइ अब हामी चाहिँ यहाँ छेमाको घरमा हामी चाहिँ भैलेनी खेल्न आँटेको अब यहाँ कहाँ जान आँटेको तपाईँहरू अर्को ठाउँ होइन पहिले खेल्नु हामी चाहिँ नेक्स्ट होम गएको यहाँ चाहिँ दिदी भेना ह्याप्पी दिवाली आन्टी ह्याप्पी दिवाली पहिले खेलेको गाइस अब चाहिँ हामी मामाको घर जानु आँटेको पहिले खेल्नु पैसा बाँध्दैछु नेना दिदीले म बोक्नु 21 चाहिँ मामाको घर आइपुग्यौँ अब चाहिँ हामी बजाउँछौँ गाना मामा हैप्पी दिवाली सबको हैप्पी दिवाली हैप्पी दिवाली हाम्रो अन्सु बेबी चाचु ह्यान्डसम देखिरहेको छ बाइक चाहिँ पुरा मन परेछ ठिलिलियो हुन्छ होला अन्दरभरि ह्याप्पी बर्थडे मेरो साथीहरू मेरो अन्सु बेबी मेरो नानी बाबुहरूलाई माइकमा भन्नु मजा आउँछ त
ब्लग चाहिँ म आज एन्ड गर्दैछु किनभने हिजो पुरा थाकेर बेलुका चाहिँ मैले ब्लग गर्नै सकिनँ त्यही भएर अहिले एन्ड गर्दैछु अनि वन्स अगेन तपाईँहरू सबैजनालाई ह्याप्पी दिवाली सो मेरो ब्लग चाहिँ त्यति हो मेरो दिवालीको ब्लग हेरेर इन्जोय गर्नुहोस् होला एन्ड थ्याङ्क यू फर वाचिङ माई च्यानल इफ यु गाइज न्यू टु माई च्यानल देन सब्सक्राइब इट सो बाई बाई मिट यु अन